हेलो गाइज वेलकम ब्याक टु माई न्यू ब्लग। आज चाहिँ म एउटा यस्तो भ्लग बनाउनेवाला छु होइन। सो म कोठाभित्रै छु तर पनि म एउटा मेरो नातिलाई होइन सो इङ्ग्लिसको थोरै मैले चाहिँ एउटा एन्सर लेखेको छु होइन। त्यो एन्सर पढ्न लगाउने छु। सो त्यसले आयो भने ठिकै छ, आएन भने म आफै पढेर सुनाउनेवाला छु होइन। ल यो ए नम्बरवाला छ नि, यसलाई यो पढेर मलाई सुना। इङ्ग्लिसमा छ यो। यसलाई चाहिँ उच्चारण गरेर इङ्ग्लिसमा पढेर यो चाहिँ ए नम्बरमा वाला छ नि, ए नम्बरको वाला। हु इज द स्पिकर इन द पोएम। यसलाई यो छ नि, यो एन्सर यसलाई इङ्ग्लिसमा पढेर सुना। The snakes in the poem is consonant. अलि ठुलो साउन्डमा पढ्नु पर्यो। Consonant आउला जस्तो छैन साथीहरू। अब चाहिँ यसले बवाल खानेवाला छ। सो एकछिनमा अब यसलाई 2 मिनट भनेपछि 4वटा लाइन हो, कति समय लाउँछ म आफै पढेर सुनाउनेवाला छु। सो तपाईँले नेपालीमा ट्रान्सलेट गरेर बुझ्नु होला। poem ल साथीहरू म पढेर सुनाउँछु, यसलाई चाहिँ नेपालीमा ट्रान्सलेट गरेर यसको कमेन्ट बक्समा हालिदिनु होला टक्क होइन सबैजनाले। है मैले पढेर सुनाउँछु तपाईँहरूलाई। क्वेसन यस्तो रहेको थियो, हु इज द स्पिकर इन द पोएम। यसको एन्सर रहेको थियो यो चाहिँ कोरोना सेज भनेर चाहिँ यो कोरोना भाइरसको बेला कविले लेखेको एउटा पोएम हो। यो चाहिँ क्लास 11 को पोएम सेक्सनको पार्ट 1 मा छ। यसको अब एन्सर दिनेछु। अब पुरै त अब मलाई पनि आउँदैन होइन, इङ्ग्लिस खासै मलाई नि त्यति राम्रो आउँदैन। यसलाई आएन होइन, अब मैले पढेर सुनाउनु पर्ने चाहिँ भइहाल्यो। सो त म चाहिँ अब पढेर सुनाउँछु। क्वेसन रहेको थियो हु इज द स्पिकर इन द पोएम भनेको थियो। एन्सर रहेको छ द स्पिकर इन द पोएम इज कोरोना इटसेल्फ। ही इज अ पर्सन इन द पोएम एन्ड थिङ्स द्याट ह्युमन एक्सन इज मेन कज अफ द वर्ड्स। यसको एन्सर चाहिँ यो भएको थियो। मलाई पनि खासै राम्रो इङ्ग्लिस त आउँदैन, अझ पनि मैले राम्रोसँग नेपालीमा बुझेको छैन। सो तपाईँहरूले बुझ्नु भएको छ भनेपछि टक्क यसको एन्सर चाहिँ कमेन्ट बक्समा हालिदिनु होला। त्यहाँसम्मका लागि हामी अर्को एउटा खतरा दामी खालको च्यालेन्ज भिडियो ल्याएर आउनेवाला छौँ। त्यहाँसम्मका लागि छुट्टिन्छु। बाई बाई, नयाँ भ्लगमा भेटौँला। जय नेपाल।